नमस्कार, म विवेक तुलमहर यहाँसँग परिचय त छँदैछ सामाजिक सञ्जालमा। अहिले फिफा वर्ल्ड कप 2026 चल्दैछ। मभन्दा धेरै जानकारी यहाँको हुन्छ। यो फिफा वर्ल्ड कप 2026 उत्तर अमेरिकी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी छ। यो विश्वकप सबैभन्दा ठुलो संस्करण पनि हो विश्वकप इतिहासकै, किनकि अहिले 48वटा देशहरू सहभागी छन् र विश्व च्याम्पियन बन्न निकै प्रतिस्पर्धा गरिरहेका छन्। मैले खास जोड्न खोजेको आजको सामग्री के हो भने नर्वेको विश्वकप यात्रा र अर्लिङ हाल्यान्डको त्यो जुझारुपना विश्व फुटबलमा, यी विषयमा केन्द्रित रहेर मात्र म कुरा गर्छु। नर्वे यहाँलाई थाहा छ एउटा युरोपेली मुलुक हो जो अहिलेसम्म 4 पटक विश्वकप संस्करणका 4वटा विश्वकप संस्करणमा सहभागी भएको छ। पछिल्लो पटक 1998 को संस्करण खेलेको थियो। त्योभन्दा पछि 28 वर्षपछि अहिले विश्वकप संस्करणमा पुनः सहभागी भएको छ। कुनै युरोपेली टिमको लागि, त्यो पनि अर्लिङ हाल्यान्ड जस्तो अहिलेको सर्वोत्कृष्ट खेलाडी भएको देशका लागि यति लामो पर्खाइ गाह्रो हो। यद्यपि अर्लिङ हाल्यान्ड भर्खरकै उनले निकै मेहनत गरिरहेका छन् नर्वेको लागि। भनेको 28 वर्षको ग्याप, अर्थात् योभन्दा अगाडिको 7वटा विश्वकप संस्करणमा नर्वे थिएन। कल्पना गर्नुहोस् कि एउटा देश जो 28 वर्ष विश्वकप खेल्न पाएन, धेरै समर्थकहरूले त नर्वेलाई फेरि विश्वकपमा देख्न पाइन्छ कि पाइँदैन भन्ने आशा नै छोड्न थालेका थिए। तर 2026मा शानदार पुनरागमन गरेर विश्वकपमा छ भने नर्वेकै स्ट्राइकर अर्लिङ हाल्यान्ड त्यसको विश्वकप संस्करणकै केन्द्रबिन्दुमा छ। तपाईलाई थाहा छ कि छैन, यसपटकको कथा अलि नर्वेको फरक थियो। विश्व फुटबलको सबैभन्दा खतरनाक स्ट्राइकर मध्ये एक मानिने हाल्यान्डको गोलमाथि गोल गर्दै नर्वेलाई विश्वकपसम्म पुर्याएका थिए। उनको शक्ति, गति र गोल गर्ने क्षमता यति अद्भुत थियो कि विश्वकप संस्करणमा र अहिलेको विश्वकपमा यति अद्भुत छ कि विपक्षी डिफेन्डरहरू पनि उनलाई रोक्न सङ्घर्ष गरिरहेका छन्। विश्वकपमा पुगेपछि नर्वे अझै रोकिएको छैन, अर्लिङ हाल्यान्ड अझै रोकिएका छैनन्। टोलीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै टप 32 को यात्रा पनि लगभग सुनिश्चित गरेको छ। हाल्यान्डको अर्को रोचक पक्ष के हो भने उनी केवल गोलकर्ता वा गोल मेसिन मात्र होइनन्, उनी टोलीका आत्मविश्वास दिने एउटा नेतृत्व हुन्। उनी टोलीलाई आत्मविश्वास दिने मात्रै होइनन् कि मैदानमा उनको उपस्थिति हुन बित्तिकै विपक्षी डिफेन्डरहरूलाई सङ्घर्षको वातावरण र दबाव, प्रेसरको वातावरण सिर्जना गर्न सक्ने नेतृत्व, कुशल नेतृत्व पनि हुन्। उनको कौशल यति कुशल छ कि जहाँ नर्वेले विश्वकपै उचाल्न बेर छैन भन्न सकिन्छ। आज नर्वे केवल एउटा टोली होइन, यो एउटा प्रेरणादायी कथा भनेर हाम्रो अगाडि आएको छ। लामो प्रतीक्षा, अथक मेहनत र पुनरागमनको एउटा कथा बनेर आएको छ। त्यसका मुख्य पात्र हुन् अर्लिङ हाल्यान्ड।